हेलो नमस्ते सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू आज चाहिँ म र मेरो साथी देविका होइन हामी चाहिँ घुम्नु जानु आँटेको छु। घुम्नु जानु आँटेको भन्दा नि उसको चाहिँ उहाँबाट घर बनिँदैछ होइन। त्यहाँनिर हामी जानु आँटेको हामी दुईजना। अब हामी चाहिँ यो स्कुटीमा बसेर जान्छौँ है दुईजना चाहिँ। अन्त मेरो साथीले कुदाउँछ आज चाहिँ स्कुटी चाहिँ होइन। उसको चाहिँ आज चाहिँ मतलब सिक्दै थियो। आज उसले सिकेको निकै भइसक्यो। आज चाहिँ तर उसले दुईजनालाई लिएर जान्छ मलाई पनि होइन। म र ऊ चाहिँ आज उसको स्कुटीमा बसेर जानेवाला छु। अन्त म चाहिँ अब फर्स्ट टाइम उसको स्कुटीमा भर गरेर चढ्दैछु। साथी भनेर अब लडायो भने चाहिँ त्यो चाहिँ भगवानको उपर छ होइन। ओके साथीहरू फेरि अब हेर्दै गर्नु होला हामी बाटोमा कसरी जान्छौँ है त ल। यो चाहिँ एकदमै यो चाहिँ के भएर निस्किनु राम्रो छ। फर्स्ट टाइम है उसले दुईजना कुदाएको होइन। अन्त म चाहिँ यहाँ चढिरहेको छु। आज 4 दिनको दिनमा चाहिँ मैले यसरी मान्छे लिएर हिँड्नु सफल भएँ। तर यहाँ भगवान चाहिँ मैले अलिअलि चढ्दैछु तर राम 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 भगवान भगवान यतिको चाहिँ भगवानले मलाई साथ दिनुभयो क्या। आफै मैले फर्स्टदेखि चाहिँ सिकाउने मान्छे छैन हो। स्लो गरेन हौ त त्यहाँ एकछिन ल खुट्टा पार्नु पहिला एकछिन खुट्टा चढाएको छु न। भयो भयो झन्नै लडी गयो हामी चाहिँ यहाँनिर लडाउनु चाहिँ नलडेको क्या भाइ। साथीहरू हामी जाँदैछौँ है। अब चाहिँ हामी अहिले चाहिँ हामी उसको उहाँबाट चाहिँ घर बनिँदैछ नि त उसको जुकेनीमा होइन। अन्त हामी चाहिँ त्यहाँ जाँदैछौँ। अहिले दोकान बन्द गरिकन आएको हामी दुईजना होइन। अन्त उसले चाहिँ आज चाहिँ फर्स्ट टाइम है दुईजना बोकेर हिँडेको। तर पुरा भगवान जप्दैछ डरसरी भइहाल्छ। अघि झन्डै लडाइहाल्यो होइन। खाल्टाहरू केही हेर्दैन पुरा एकदम उडाउँछ। आफै कुदाएको साथीहरू यहाँ चाहिँ हामी आइपुगिसक्यौँ। यो चाहिँ उसको बनिँदै गरेको घर हो। यो चाहिँ यो जग्गालाई चाहिँ जुकेनी भन्छ होइन। उसले चाहिँ यहाँनिर एउटा घर बनाउँदैछ। यो घर चाहिँ एकदमै मजाको छ एकदमै दामी चिटिक्क परेको होइन। यस्तो कस्तो दामी छ मलाई पुरा मनपर्छ क्या यस्तै घरहरू होइन। एकदमै दामी हुँदैछ। अन्त आज त मिस्त्री त छैन रहेछ तर यहाँनिर पानी जामिरहेको छ। यहाँनिर क्युडिङ गरेर चाहिँ छोडिदिइराखेको रहेछ होइन। एकदमै दामी जग्गा। अन्त यहाँनिर इँटाहरू ल्याएर थुपारिराखेको छ होइन। अन्त यतातिर यहाँनिर कस्तो दामी दामी जग्गाहरू बनिरहेको छ। यी एकदमै दामी हुँदो रहेछ यहाँनिर घर चाहिँ। यता एउटा रुम रहेछ। यहाँ पनि उयो भिडियो बनाउँदैछ भ्लग बनाउँदैछ होइन। यहाँनिर अर्को रुम रहेछ। यता एउटा रुम किचन चाहिँ कता हुन्छ यहाँनिर यो बिचको किचन हुन्छ होला यो किचन फाल्टो। यो 3टा रुम भइहाल्यो। यो त ठुल्ठुलो भएछ नि त रुम। अब माथि बस्ने हो तिमीहरू भयो कि टाढो पऱ्यो नि त नि। यहाँ दोकान थाप्ने यहाँ टोइलेट बाथरुम भइहाल्छ। यहाँ किचन बनायो भने भइहाल्छ। यता यहाँ तल काम हुँदैछ। यहाँनिर मिस्त्रीहरूले काम गर्ने जग्गा। आज चाहिँ मिस्त्री चाहिँ एकदमै छैन। ल साथीहरू अब हामी यहाँनिर घुमिसक्यौँ। यहाँ घरहरू हेरेर अब चाहिँ हामी जाँदैछौँ लामा डाँडा। लामा डाँडा तपाईँहरू को कोलाई थाहा छ लु छिटो छिटो कमेन्ट गरेर भन्नुहोस्। अन्त को कोलाई थाहा छैन लामा डाँडा एकदमै घुम्न आउनलाई एकदमै दामी जग्गा छ है लामा डाँडा चाहिँ। अब हामी चाहिँ जाँदैछौँ लामा डाँडा। तर उसले घरिघरि चाहिँ अघि मलाई झन्नै झाऱ्यो कि तर ठिकै छ फर्स्ट टाइम हो होइन। म एक्लै हुँदा चाहिँ बिसाएर चाहिँ रोकेर घुमाउँछु दुईजनालाई सट्टै घुमाइदिएको। हेलो जुम जुम। अब हामी फेरि जाँदैछौँ लामा डाँडाको लागि। लामा डाँडा होइन त्यहाँनिर घुम्नु जाने। अब पहिला पनि गएको एकपल्ट जस्तो त। अब अहिले चाहिँ हामी दुईजना आफै जाँदैछौँ क्या। आफै यसरी कुदाएर हिँड्नुको मजा एकदम बेग्लै छ क्या अरूसँग जानु र आफै जानुमा।
एकदमै घाम लागिरहेछ रमाइलो भइरहेछ गरम गरम छ चिसो हावा खाँदै स्कुटीमा सरर जाँदैछौँ है हामी चाहिँ यहाँनिर अलिअलि देख्दैछ लामो डाँडा कता कता ओ म त हल्लिएको त छुइनँ अलिकति बाङ्गो भयो भने मेरो साथीले फोन बन्द गर्न लगाइहाल्छ नि त यहाँनिर फेरि हो हल्दिनु चाहिँ हुँदैन अलिकति कम्पुटर होइन यो अहिले चाहिँ साथीहरू हामी कम्पुटर आइपुग्यौँ है यहाँनिर यो चाहिँ कम्पुटर हो है स्कुटी छोड्को भन्ने लडाइमा यो चाहिँ हो देउराली होइन यहाँ माथि चाहिँ स्कुल छ देउराली स्कुल भिडियो गर्दै हिँड्दा पङ्का लड्यो भने त सरम पनि जान्छ नि आइफोन यो चाहिँ देउराली हो देउराली चिप्पिँदैन बिस्तारै बिस्तारै बल्ल नि फर्स्ट टाइम बम्परमा दामी गरेँ मैले त्यो सानो थियो नि त बम्पर गाडी आयो बाटो यस्तो थियो होइन साथीहरू यस्तो बाटोमा उसले चढाउनु सकेन स्कुटी चलाउनु सकेन अन्त मलाई यहाँनिर उत्रेर हिँड्नु लगायो होइन म यहाँनिर हिँड्दैछु बाटो यो रफ भएको कारणले गर्दाखेरि उसले लडाइ पठायो अन्त म चाहिँ हिँड्दैछु होइन उसले चाहिँ स्कुटी लिएर माथि पुग्यो उसँग म घुम्न आएको स्कुटीमा जति चढ्यो त्योभन्दा धेरै त म हिँड्नु पऱ्यो क्या यहाँनिर गरममा होइन लिएर गयो उकालो ओ म हिँड्दिनँ साह्रो पऱ्यो हिँड्नु मलाई एकदमै गरम छ आज साथीहरू तर हावा पनि मजाले चल्दैछ यहाँनिर होइन ए यस्तो राम्रो बाटोमा पनि मलाई छोडेर लिएर गयो ओ मलाई रिस उठ्यो ल अब यत्रो बाटोमा चाहिँ किन हिँडाएको मलाई थोरै साह्रो पऱ्यो त्यहाँदेखि हिँडेर आएको साथीहरू म यहाँनिर हेर्नुहोस् साथीले स्कुटी यहाँबाट एक टर्निङ घुमाएर पनि यता माथि लिएर गइसकेँ अब चाहिँ हामी पुग्न आँट्यो होइन माथि माथि लाने ल लैजाउँ हिँड ओफ यहाँनिर लामा डाँडा पुग्दै आँटिसक्यौँ साथी हेर्नुहोस् है अब लामा डाँडा चाहिँ यति दामी छ होइन अब लामा डाँडा चाहिँ किन भनेको खासमा यो लामाको डाँडा हो हुनसक्छ भुजेलको डाँडा भएको भए त भुजेल भनिहाल्थ्यो नि होइन लामाको होला लामा डाँडा भुजेल डाँडा लेखमा छ त अन्त भुजेल डाँडा पनि साथीहरू हामी यहाँनिर आइपुगिहाल्यौँ लामा डाँडा यो चाहिँ हो लामा डाँडाको गेट होइन गेटबाट अब हामी भित्र पसिसक्यौँ त्यहाँबाट चाहिँ अब चाहिँ यता चाहिँ यहाँ चाहिँ होमस्टेहरू छ होइन त्यस्तो छ यहाँ चाहिँ जग्गा चाहिँ एकदमै दामी छ यहाँ चाहिँ टुरिस्ट गाडीहरू रहेछ होइन यस्तो छ है यो चाहिँ लामा डाँडा यहाँबाट पारीहरू देख्दै गरेको चाहिँ डल्लै गाउँ हो होइन अन्त यता चाहिँ ल साथीहरू अब चाहिँ हामी यहाँनिर एकछिन बसेको घाम त घाम छ यस्तो घाममा के बस्नुपर्ने नि तर साथीहरू अब चाहिँ हामी फर्केको यहाँनिर घुमिसक्यौँ हामीले भिडियोहरू बनायौँ फोटोहरू खिच्यौँ होइन अन्त अब चाहिँ हामी निस्केको यहाँबाट हावा चाहिँ एकदमै दामी चल्ने हो तर नि यहाँनिर त्यसमा पनि रिल्स ओ यहाँनिर फोटो खिचौँ न हौ एउटा अब चाहिँ हामीलाई स्कुटी कुदाउँदा पुरा भोक लाग्यो अन्त हामी चाहिँ यहाँनिर खाजा खानुको लागि बसिरहेको छौँ होइन उसले चाहिँ
चिकन चाउमिन अर्डर गरेको छ उसले चाहिँ भेज चाउमिन अर्डर गरेको छ अन्त मैले चाहिँ के अरे चिकन फ्राइड राइस अर्डर गरेको छु होइन अन्त यहाँनिर बनाइदिनु हुँदैछ यो चाहिँ देउरालीमा बसिरहेको छौँ हामी खाजा खानुको लागि हामीलाई चाहिँ अलिकति हिँडेमा चाहिँ भोक लागिहाल्छ क्या छिटो स्कुटीको पनि तेल सकेर तेल लगाएर अब मान्छेकोमा लगाएर त्यहाँबाट चाहिँ अब चाहिँ हामी निस्किन यो चाहिँ देउरालीमा बसिरहेको छ क्या अहिले हामी उसको चाहिँ चाउमिन आइसक्यो ऊ चाहिँ खानु थाल्यो होइन म चाहिँ अब एकछिन पर्खिनुपर्छ कति टाइम लाग्छ 2 मिनट हुन्छ खाऊ ल पर सम्झाउ फेरि दिनु म चाहिँ अब खाजा नहुन्जेलसम्म यो फ्रुटी खाँदै बस्दै गर्छु मेरो पनि आइपुगेछ साथीहरू खाजा अब चाहिँ म खाजा खानु थालेको नजाऊ तिमी म बस्नै सक्दिनँ भन न भन्नु किन भन्नु तिमी बिना म बस्न सक्दिनँ नजाऊ न भन न मलाई भन्नु जाऊ न तिम्रो इच्छा हो त्यसो भनेन अन्त रिस पो उठ्छ नि ओके साथीहरू अब चाहिँ हामी घुमेर डल्लै घुमिसकेर यहाँनिर आइपुगिसक्यौँ होइन अब फेरि दोकानको सामानहरू फेरि झुन्ड्याउनु थाल्यो अन्त म पनि अब जान्छु होइन गएर दोकान खोल्नुपर्छ फेरि ओके साथीहरू सबैजनालाई थ्याङ्क यू सो मच अन्त के भन्छ भिडियोलाई चाहिँ लाइक र कमेन्ट गर्नु सेयर पनि गर्नु दुईजनाकै पेजमा चाहिँ फलो गर्नु चाहिँ नबिर्सिनु अन्त जतिजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला अन्त फेसबुकबाट हेर्नु हुँदैछ भने मेरो पेजलाई पनि फलो गरिदिनु होला ओके बाई बाई उसको पनि देविका भुजेल खवास छ उसको पेजलाई पनि फलो गरिदिनु होला ओके साथीहरू बाई बाई फेरि नेक्स्ट भिडियोमा भेटौँ ल